2 वर्ष जति त्यतिकै दुःखै काट्यो। 6 वर्ष निको भयो त्यहाँको दबाईले। अनि 6 वर्षमा 81 भयो, दुखिहाल्यो। फेरि उत्तिकै हुने। फेरि आयो, दबाई लगेर खायो, 1-2 महिना दबाईले ठिक हुने, फेरि त्यतिकै हुने। अनि त्यसो गर्दा गर्दा 20 वर्ष भइसक्यो। त्यहाँ आएर चाहिँ गरेपछि अनि उहाँले डाक्टर साहबले भन्नुभयो तपाईँको अपरेसन गर्नुपर्छ, तपाईँको धेरै नै खिएको छ भन्नुभयो पोहोरको साल। अनि मैले भने म गर्दिनँ, हुँदैन होला, कतिको बिग्रिन्छ भन्छ। उहाँ आमा सुरुमा आउँदाखेरि उहाँको 2टै घुँडा दुखेर आएको थियो। अनि एक्सरेहरू गरेर सबै जाँचहरू गर्दा हामीले के थाहा पायौँ भने 2टै घुँडा उहाँको खिएको रहेछ। अब हामीहरू घुँडाको स्टेजिङ गर्दाखेरि जब 4थो स्टेजमा आउँछ त्यतिखेर घुँडा फेर्छौँ। त्यो पनि हामीले काउन्सिलिङ गरेपछि उहाँलाई औषधिहरूले धेरै ठाउँ पनि घुम्नु भएको रहेछ। राम्रो नभएपछि उहाँले हुन्छ नि त अब पहिला एउटा गरौँ भन्नुभयो। अनि फर्स्ट टाइममा हामी उहाँको राइट साइड गऱ्यौँ। अब अपरेसनै गर्नुपर्छ होला भनेर चाहिँ आएको। अनि मैले एउटा खुट्टा अपरेसन गरेँ 2 गते मङ्सिरमा। फेरि यो पनि गरौँ, फेरि राम्रै हुन्छ क्यारे, यो त मलाई राम्रै भयो भनेर आएर अनि अहिले फेरि माघ 13 गते अनि भर्ना भएँ अपरेसन। अनि गरेको अब राम्रै होला जस्तो छ। मेरो चाहिँ राम्रै भयो। अलिअलि अस्तिको दिन यहाँसम्म हिँडेँ 2 दिन अगाडि। अनि 1 दिन त्यहाँ पुगेँ। अनि आज चाहिँ टोइलेट गएँ, हिजो पनि टोइलेट गएँ, बाहिर गएँ। 2टै घुँडालाई एकैपल्ट गर्न सकिन्छ कि सकिँदैन भन्ने पनि क्वेसन्स आउँछ। त सर्टेन एज ग्रुपहरूमा होइन, जसलाई एनेस्थेजियाले ओके गर्छ, कोमोर्बिडिटी 2 भन्दा धेरै हुनु भएन। कोमोर्बिडिटी भनेको सुगर भयो, प्रेसर भयो, कार्डियक इस्यु भयो, किडनीको समस्या भयो, त्यो सबै 2 भन्दा कम छ या 2 सम्म छ भने बाइल्याटरल गर्न मिल्यो। उमेर 70 भन्दा कम छ भने बाइल्याटरल गर्न मिल्यो। मुटु फोक्सोमा त्यस्तो समस्या छ भने बाइल्याटरल गर्न मिल्यो। अनि ओबेसिटी वेट पनि यदि उहाँको ठिक्कको छ भने बाइल्याटरल गर्न मिल्यो। नभए 70+ युजुअली केसहरूमा हामी चाहिँ पहिला एउटा गर्ने अनि उहाँको चित्त बुझेपछि केही दिनपछि अर्को गर्ने गर्छौँ। धन्यवाद।